जय मसीह सम्पूर्णमा तपाईहरुलाई स्वागत छ एउटा नयाँ जीवनको यस कार्यक्रममा। हर महिना यो कार्यक्रमलाई सिबिएन इन्डिया युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ। यस महिनाको एउटा नयाँ जीवनमा हेर्नेछौं आनन्द गोहरको कथा। रिजेक्सनलाई उनले कसरी ह्यान्डल गरे सुन्नुहोस्। साथै क्लास 10 स्टुडेन्ट नथानियलबाट युकिलेलीमा केही फेभरेट सङ्ग्सको म्याशअप सुन्नुहोस्। Sin costo प्यारो मिठो। हजुरहरूको साथमा सिबिएन नेपालीले यो महिना फेसबुक पेजमा 5th एनिभर्सरी मनाइरहेको छ। नेपाल अनि नेपाली भाषा बोल्नेहरूको साँचो कथा, क्रिश्चियन प्रवचन अनि गीतहरूको यो एउटा विशाल स्रोत हो। पाँच वर्ष अघि एउटा उद्देश्यको साथमा सुरु गरेको यो यात्रा सामूहिक रूपमा जोडिन, साझेदारी गर्न अनि सँगसँगै मिलेर अघि बढ्नको लागि एउटा सानो रूपमा सुरु गरेको यो यात्रा आज संसारभरिका हजारौं फलोवर्सको साथमा एउटा जीवन्त अनि ठूलो परिवारमा परिणत भएको छ। हामीले तपाईको हृदयलाई छुने कथाहरू साझा गर्यौं। यहाँनिर चाहिँ तेरो क्यान्सर छ, यो हेर त, यो डल्लो भनेर मलाई देखाइराख्नु भएको थियो है। अनि त्यहाँनिर चाहिँ देखेका कुरा, त्यहाँनिर चाहिँ रिपोर्टका कुरा, एकतिर छ परमेश्वरको वचनका कुरा। जब डल्लै मेरो बडीलाई स्क्यान गर्नुभयो नि उहाँले भन्नुभयो तिम्रो क्यान्सर त हराएर गएछ। हामी ती सम्पूर्ण पास्टर्सहरूलाई पनि धन्यवाद दिन चाहन्छौँ जसले हाम्रो दर्शकहरूले आजको वर्तमान समयमा सामना गरिरहनुभएका विभिन्न विषयहरूमाथि बोल्नुभयो। हामी मिलेर सिक्यौं, हामी मिलेर रमायौं। यी वर्षहरूमा हामीले केवल कन्टेन्ट मात्र तयार पारेनौं, तर केही सीमाहरूलाई पार गरी येशूको रगतद्वारा एकतामा आई केही परिवर्तन ल्याउने प्रयास गर्यौं। तपाई हर एकको सहयोग बिना यो सम्भव थिएन। हाम्रो सामर्थ्य समुदाय तपाई हर एकजना सिबिएन नेपालीको हृदयको ढुकढुकी झै बन्नुभयो। हामी हाम्रो 5th एनिभर्सरी मनाउँदै गर्दा हामीले के पायौं त्यसलाई मात्र फर्केर हेर्दैनौं, तर हामी हाम्रो भविष्यलाई पनि हेर्न चाहन्छौं। तपाईलाई सिबिएन नेपालीसँग मन परेको क्षणहरू भन्नुहोस्, आफ्नो कथाहरू साझा गर्नुहोस् अनि यो मिठो यात्रा जारी राख्नुहोस्। हामी सबैजना मिलेर अघि बढ्नको लागि अझ धेरै वर्ष बाँकी नै छ। तपाईहरू हरेकले नै कुनै न कुनै समयमा रिजेक्सनको सामना गर्नुभएको होला। हामी धेरैचोटि जीवनमा अस्वीकारको सामना गर्छौं, जसबाट हामी यति साह्रो हताश र निराश बन्छौं कि हामी अगाडि बढ्न नै असमर्थ भएको अनुभव गर्छौं। आफन्तले नै अस्वीकार गरे के गर्ने? आनन्द गोहर अनि उनको पत्नीले नशा, निशा, निसन्तान, आफन्तबाट विरोधको सामना गरे। हर मोडमा नै उनीहरूले अस्वीकारलाई फेस गरे, तर उनीहरूले हिम्मत हारेनन्। सारा दुनियाँले उनीहरूलाई छोडे, तर परमेश्वरले उनीहरूलाई अपनाए। मेरो हस्बेन्ड चाहिँ साह्रै मात्ने, ड्रिङ्क गर्ने, उहाँले सबै कुरोहरू खानुहुन्थ्यो। मेरो बिहा 17 वर्षमा भएको, नानी भएन। नानी नहुँदाखेरि चाहिँ चर्च जानु थालेँ, रक्सीहरू छोडिन्छ भन्ने कुरोहरू थियो। अन्त म जब जानु थालेँ है, अनि म चाहिँ त्यही सोचले गएको थिएँ, नानी होस् भनेर गएको थिएँ, ताकि नानीको अनुहार देखेर चाहिँ अब बुढा सुध्रिन्छ भन्ने कुरोले। तर जाँदै गर्दा होइन, अब वर्शिप हुँदा है, त्यहाँ प्रार्थना हुँदा मलाई त्यो कुरोले पुरा छुने, एकदम बेग्लै हुने मलाई कि भित्रबाट अब प्रेमलाई थाहा पाउने मैले प्रभुको क्या त्यो गहिरो प्रेम है। त्यो प्रेम चाहिँ कसैबाट नि मैले कहिले थाहा गरेको थिइनँ है। जब अब जन्मे ठुलो भए है, मैले थाहा पाएको थिइनँ त्यो प्रेमलाई। तर जब म चर्च जानु थालेँ है, हुनु त म नानीको लागि गएको थिएँ ताकि मेरो हस्बेन्ड सुध्रोस् भनेर। तर जब प्रभुसँग है त्यो सम्बन्ध हुँदै गयो है, त्यो आराधना प्रार्थना हुँदै गर्दाखेरि मलाई यस्तो हुने है, मलाई
एकदम प्रेम फिल हुने क्या प्रभुको। अन्त जब त्यो कुरो हुँदाखेरि चाहिँ मलाई क्या एकदम भित्रबाट शान्ति पिस क्या, अब त्यो पिस यति बिना मलाई अब यो हुने क्या, अब कहीँ मैले पाएको थिइनँ। चर्चबाट आमा सेवाबाट आउँदाखेरि है उहाँले कुट्ने है, हातमा बाइबल हुन्थ्यो, बाइबललाई पक्रेर चाहिँ पुरा पिट्नुहुन्थ्यो दैलोमै है, पुरा पिट्नुहुन्थ्यो। अन्त यसो तेरो बुढा भनेर पिट्नुहुन्थ्यो क्या। त्यो समय है परिवारले, घर परिवारले अब लानुभयो, मलाई छुट्टाएर लानुभयो। लगेपछि चाहिँ म सकिनँ। हुन त मसँग कोही सपोर्टमा थिएन त्यो समयमा होइन। उहाँको घरमा चाहिँ अब यस्तै छरछिमेकीहरूले पनि तिम्रो उमेर सानै छ, तिमी जुन केटालाई होइन अब बिहा दियो तिम्रो परिवार, तिम्रो उमेर छ, तिमी जानु सक्छौ, बस, सबको त्यही सजेस्ट थियो है। म सकिनँ बस्नु। अनि मैले सबैले रिजेक्ट गरिराख्दा है त्यो समयमा मलाई है अब नेगेटिभ कुरोहरू आउँदाखेरि चाहिँ मैले परमेश्वरको वचन यसाया 41:10 पाएँ, नडरा भन्ने है। अनि मेरो घोषणा थियो है त्यो समयमा जब वचन आउँथ्यो, प्रभु जुन बच्चा है, जुन मुखले आजको दिन मलाई है यीशु तेरो बुढा भन्नुहुन्छ होइन, घरबाट निकाल्ने है, निक्ल भन्ने कुरोहरू हुन्छ, तर एक दिन चाहिँ यही मुखबाट चाहिँ है तपाईँको वचन प्रचार गर्ने व्यक्ति हुनेछ भनेर मैले त्यो प्रकारको कुरो प्रभुसँग चाहिँ घोषणा गर्थेँ। परिस्थिति खराब हुँदा हुँदा त्यो सिचुएसनमा चाहिँ हामीलाई पनि आफन्तले छोड्दै जानुभयो क्या। त्यो तिरस्कृत हुँदाखेरि चाहिँ दुःख पनि लाग्यो, किनभने मेरो आफन्त परिवारले सबले हामीलाई त्याग्न थाल्यो। टोटल मेरो जति पनि आफन्त परिवार हो, जो पहिला माया गर्नेहरू है, अनि प्रेम गर्नेहरू, म छु भन्नेहरू, हामी छौँ भन्नेहरू, जब म त्यो नसामा लिप्त हुँदै गएँ आस्ते 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 तिनीहरू पनि मभन्दा टाढा हुँदै गयो क्या। त्यो खाँदा खाँदा चाहिँ भुँडीको बिमारी भयो। त्यो आन्द्रामा 45बाट घाउ रहेछ। जब मृत्युको छेउमा थियो त्यतिखेर मैले रियलाइज गरेँ प्रभु छ भनेर। म एउटा लाइफ टेस्टिमोनी, म मरिसकेको मान्छे, म यस्तो एडिक्सनबाट निस्केको मान्छे। मान्छेहरू रिह्याब सेन्टर जान्छ, कहाँ जान्छ ठिक हुनु लागि, तर मलाई त्यस्तो रिह्याब सेन्टर केही परेन क्या। मेरो पत्नीको प्रार्थना थियो है, अनि प्रार्थना प्रभुले सुन्नुहुन्छ, अनि प्रभुले उहाँले गरेको प्रार्थनाको उत्तर आज म तपाईँको साथमा छु। प्रभुसँग मेरो प्रार्थना थियो कि प्रभु तपाईँ सबै गर्नु सक्नुहुन्छ। मेरो नानी पनि छैन होइन, तर उहाँ एउटै है मेरो जोलामु होइन तपाईँले मलाई दिनुभएको छ। मलाई नानी चाहिँदैन, तर तपाईँले उहाँलाई चाहिँ निको बनाइदिनुहोस् भन्ने कुरा मेरो प्रार्थना थियो प्रभुसँगको प्रार्थना। अनि निको पनि हुनुभयो। त्यसपछि मेरो हस्बेन्ड आफू पनि एकदमै परिवर्तन हुनुभयो क्या। हाम्रो सम्बन्ध पनि अझै राम्रो हुँदै गयो त्यो बिमारपछि। पहिलो कोरिन्थी 27 जब हामी हेर्छौँ भने त्यो रिजेक्ट गरेको मान्छे जसको अस्तित्वै छैन, मेरो चाहिँ त्यो थियो, मेरो अस्तित्वै थिएन। अनि त्यो मान्छेलाई चाहिँ परमेश्वरले चुनेर चाहिँ आज प्रभुको काम गर्नुको लागि प्रभुले खडा गर्नुभएको छ, सो द्याट गड क्यान डु एभ्रिथिङ। अनि मेरो पत्नीले लिएको डिसिजन आज म अनि मेरो घरना मेरो जिउँदो परमेश्वरको सेवाका हामीले गरिरहेको छौँ। योभन्दा ठुलो अनि उत्तम र आशिष कुरो केही पनि होइन। शैतानले परिवारलाई भताबुङ्गे बुढाबुढीबाट अलग्गै, आमा छोरालाई अलग्गै गर्ने त्यो कामै त्यसको थियो। तर अझै एउटा काम चाहिँ येशू ख्रीष्ट जिउँदो परमेश्वर हुन्छ, उहाँले चाहिँ परिवारलाई भत्काउनु होइन, परिवारलाई नयाँ प्रकारले स्थापना, भत्केको परिवारलाई पुनर्निर्माण गर्ने परमेश्वर चाहिँ उहाँ हुनुहुन्छ। मेरो परिवार भित्केको परिवार थियो है, हामी भित्केको, सबै कुरो भित्केको थियो। तर त्यो भित्केको परिवारलाई जब ख्रीष्ट येशूको हातमा हामी पर्यो, उहाँले नयाँ प्रकारले हाम्रो परिवारलाई निर्माण गर्नुभयो। फेरि पनि हामी धन्यवाद दिन्छौँ जुन चाहिँ कार्य उहाँले मेरो परिवारमा गर्नुभएको छ। अनि मेरो यही प्रार्थना बिन्ती छ है, हरेकको परिवारमा परमेश्वरले यसरी नै कार्य गरेको होस्। अस्वीकृतिको पीडालाई विश्वासले मात्र बदलिन सक्छ। परमेश्वरले हामीलाई कहिले पनि ठुक्राउनुहुन्न, उहाँले सधैँ हामीलाई आफ्नो अङ्गालोमा लिन चाहनुहुन्छ। जसरी आनन्द गोहरको पत्नीको जीवन बदलियो, त्यसरी नै तपाईको जीवन पनि बदलिन सक्छ। यदि तपाईँ पनि कुनै पीडा वा रिजेक्सनको सामना गर्दै हुनुहुन्छ भने हामी तपाईको लागि प्रार्थना गर्न चाहन्छौँ। तपाईँ हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। अब लिनेछौँ एउटा छोटो ब्रेक। ब्रेकपछि हामी बात गर्नेछौँ कि कसरी विश्वासको साथमा रिजेक्सनको सामना गर्न सक्छौँ। हामीसँग बनिरहनुहोस् एउटा शक्तिशाली वचनको लागि।
राष्ट्रिय टिभीको माध्यमबाट प्रत्येक घरसम्म चर्चकाइरका पवित्र गीतहरू पुर्याउनको लागि एउटा नयाँ जीवन परिवारको हिस्सा बन्नुहोस्। हामी नयाँ र पुराना चर्चहरूका गीतहरू देश विदेशका कुना कुनाबाट चर्च क्वायर मार्फत रेकर्ड गर्दैछौँ र टिभी तथा सामाजिक सञ्जाल मार्फत हरेक दिलसम्म यी गीतहरू पुर्याउने संकल्प गरेका छौँ। यस आर्काइभल अभियानलाई सफल बनाउन तपाईको साथ आवश्यक छ। आउनुहोस्, सँगै मिलेर आराधनाका सुरहरूलाई हरेक घरसम्म पुर्याऊ। स्क्रिनमा देखाइएको QR कोड स्क्यान गर्नुहोस्। जोइन एउटा नयाँ जीवन फ्यामिली नाउ। हेलो, आशा गर्छु तपाईहरु सकुशल हुनुहुन्छ। म पनि मेरो जीवनमा रिजेक्सनको बाटो भएर गएको व्यक्तिको रूपमा आज म तपाईहरुको अगाडि छु अनि म मेरो जीवनमा भएको एउटा घटनालाई तपाईहरुको बीचमा राख्न चाहन्छु। केही सालहरु अगाडि मेरो जीवनमा मैले आशा गरेको युनिभर्सिटी जहाँनिर चाहिँ मैले धेरै कुराहरू गर्न सक्छु भन्ने सोचेर मैले एउटा रिसर्च प्रपोजल बुझाएको थिएँ। इन्टरभ्यू भयो, सबै कुराहरू राम्रो भएको थियो, तर मैले त्यहाँबाट रिजेक्सनको प्रत्युत्तर अथवा रेस्पोन्स मैले पाएँ, जसले गर्दाखेरि लगभग 1 महिनासम्म म त्यो रिजेक्सनको बाटोमा भएर जानु पर्यो अनि मैले अर्को अप्सनहरू केही पनि पाएको थिएन। तर त्यो बिचमा पनि मैले परमेश्वरको विशिष्ट योजना अथवा परमेश्वरको अर्कै कुनै प्लान होला भन्ने कुरामा चाहिँ म भित्र विश्वास थियो अनि त्यसैले मलाई त्यो रिजेक्सनको पिरियडबाट, त्यो अवधिबाट चाहिँ मलाई निस्कनमा सहायता गर्यो। अनि आजको यो अङ्कमा हामी आउने दिनहरूमा यही विषयमाथि छलफल गर्न लागेका छौँ। ब्रेकपछि फेरि पनि तपाईलाई स्वागत छ। तपाईँ हेर्दै हुनुहुन्छ एउटा नयाँ जीवन। आज हामी चर्चा गर्नेछौँ एउटा विशेष प्रवचनमाथि कि कसरी आशाको साथमा रिजेक्सनको सामना गर्न सक्छौँ। बाइबलले यसको बारेमा के भन्छ? यो शुभ सन्देश दिनको निम्ति आउँदै हुनुहुन्छ सुखियाबाट पास्टर नोएल छेत्री। आउनुहोस्, सुन्नेछौँ प्रेरणाले भरिएको यो सन्देश। आजको विषयमा हामी मुख्यतः तिरस्कार अथवा रिजेक्सनलाई हामी कसरी बाइबलीय आधारमा अथवा सकारात्मक रूपमा सामना गर्न सक्छौँ त्यस विषयलाई हामी हेर्न लागेका छौँ। यसमा हामी 4 वटा मुख्य बुँदाहरूलाई हेर्नेछौँ। परमेश्वरको अगापे प्रेमद्वारा, जसरी परमेश्वरले प्रेम खन्याउनु भएको छ, उहाँको कृपा हामीमाथि दिनुभएको छ, त्यो प्रेममा जब हामी रहन्छौँ अस्वीकृति र तिरस्कारलाई हामी सजिलैसँगले सामना गर्न सक्छौँ। यूहन्ना 3:16 लेखिएको छ कि परमेश्वरले चाहिँ हामीलाई आफ्नो पुत्रद्वारा उहाँले प्रेम देखाउनु भयो अनि त्यो प्रेममा चाहिँ जब हामी रहन्छौँ हामी रिजेक्सन अथवा तिरस्कारलाई सजिलैसँगले सामना गर्न सक्छौँ। रोमी 8:38 अनि 39, किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराइले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशूमा हाम्रो प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। परमेश्वरको प्रेममा हामी जब रहन्छौँ हाम्रो जीवनको जस्तोसुकै परिस्थिति किन नहोस्, जसमा चाहिँ एउटा तिरस्कार अथवा अस्वीकृति भन्ने अवस्था र सिचुएसन पनि हाम्रो जीवनमा रहेको हुन्छ, त्यो अवस्थामा हामी परमेश्वरको प्रेममा रहेर त्यसलाई सकारात्मक रूपमा अनि एउटा स्वस्थ प्रकारले हामी सामना गर्न सक्छौँ। दोस्रो बुँदामा ख्रीष्टमा हाम्रो पहिचान छ। पावलले गलाती 21:20 भनेका छन्, म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु तैपनि म जिउँछु अनि म जुन जीवनमा म जिउँछु त्यो चाहिँ परमेश्वरको पुत्रको विश्वासमा म जिउँछु भनेर भन्नुभएको छ। यो भनाइको तात्पर्य के हो भन्दाखेरि धेरैचोटि अस्वीकृति अथवा रिजेक्सनको समयमा हाम्रो पहिचानहरू हामीले त्यो अवस्थालाई बनाइराखेका हुन्छौँ, त्यो नकारात्मकतालाई बनाइराखेका हुन्छौँ। हाम्रो पहिचान चाहिँ ख्रीष्टमा छ अनि उहाँमा भएर जब हामी जिउँछौँ हामी तिरस्कार अथवा रिजेक्सनलाई चाहिँ हामी सकारात्मक रूपमा सामना गर्न सक्छौँ। तेस्रो बुँदामा हाम्रो जीवनमा परमेश्वरको उद्देश्य छ। यर्मिया 29:11 भन्दछ, जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु त्यो चाहिँ भलाइको निम्ति हो र एउटा आशा दिनको निम्ति हो।
धेरैचोटि हाम्रो जीवनमा परमेश्वरको उद्देश्य र योजना हुन्छ भन्ने कुरालाई बुझ्नका निम्ति चाहिँ हामी तिरस्कृत भएको समयमा पनि अथवा तिरस्कारको कारण हामीले पाएको चोटको समयमा पनि हामीले यो बुझ्नुपर्छ कि हामी चाहिँ परमेश्वरको योजनाभित्र नै छौँ। परमेश्वरको योजना चाहिँ केवल सकारात्मक कुराहरूमा मात्र हुँदैन, तर नकारात्मक अवस्थाहरूमा पनि परमेश्वर हामीसँग नै हुनुहुन्छ र उहाँले हाम्रो जीवनलाई चरित्र निर्माणमा लाँदै गर्नुभएको कुरालाई हामीले जान्न आवश्यक छ। चौथो बुँदामा वा स्वस्थ समूहको हामीलाई आवश्यकता पर्छ। धेरैचोटि अस्वीकृत अथवा तिरस्कृत भएको समयमा हाम्रो जीवन नकारात्मकताले भरिएको हुन्छ। यो अवस्थामा हामीलाई एउटा स्वस्थ परिवेश र स्वस्थ समूहको आवश्यकता पर्दछ। हामीले हाम्रो जीवनमा त्यस्ता व्यक्तिहरूलाई खोज्न आवश्यक छ जसले हामीलाई उठाउँदछ अनि जसले हामीलाई स्वस्थ परिवेश दिँदछ। बाइबलमा हामीले हेऱ्यौँ भनेदेखिलाई एउटा प्यारालाइज्ड भएको पक्षवात रोगले ग्रस्त भएको व्यक्तिलाई 4 जना उसको मित्रहरूले प्रभु कहाँ चङ्गाइको निम्ति लगेर गएको छ। पक्षवात रोगले ग्रसित भएको व्यक्तिको 4 जना मित्रहरू जस्तो व्यक्तिहरू चाहिन्छ जसले चाहिँ हामीलाई एउटा नकारात्मक परिस्थितिदेखि अवस्थादेखि परिवेशदेखि हामीलाई सकारात्मकतातिर लाँदछ। आजको अङ्कमा हामीले तिरस्कार अथवा रिजेक्सनलाई कसरी सकारात्मकता रूपमा सामना गर्नुपर्ने भन्ने विषयमाथि 4वटा बुँदाहरू ध्यानको रूपमा हामीले हेरेका छौँ। म आशा गर्छु यो बुँदाहरूलाई तपाईँहरूले आफ्नो व्यक्तिगत जीवनमा लागू गर्नुहुन्छ, साथै म तपाईँलाई उत्साह पनि दिन चाहन्छु। धन्यवाद। हामी धन्यवाद दिन चाहन्छौँ पास्टर नोएल छेत्रीलाई यो शक्तिशाली वचनको लागि। हामीले सिक्यौँ कि कसरी जब पनि हामी रिजेक्सनको सामना गर्छौँ परमेश्वरले त्यसलाई हाम्रो भलाइको निम्ति परिवर्तन गर्नुहुन्छ। सिबिएन इन्डिया युट्युब च्यानललाई लाइक अनि सब्सक्राइब गर्नुहोस् ताकि उत्साहको साथमा हामी अझै प्रेरणादायी भिडियोजहरू सेयर गर्न सकौँ। यो नेपाली प्रवचन अनि म्युजिकको एकदमै ठुलो प्लेलिस्ट हो। आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ यो सुन्दर दिनको लागि। प्रभु, हामी जीवनमा धेरैचोटि अस्वीकारको सामना गर्छौँ। मानिसहरूले हामीलाई ठुक्राउँछ, हामीलाई साँच्चै नै प्रभु धेरैवटा समयमा अस्वीकारको सामना गर्नुपर्छ। मानिसहरूले हामीलाई स्वीकृति दिँदैन, तर तपाईँ परमेश्वर चाहिँ त्यो परिस्थितिहरूलाई पनि हाम्रो भलाइको निम्ति परिवर्तन गर्न सक्ने परमेश्वर हुनुहुन्छ। बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौँ किनकि तपाईँ प्रभुले हामीलाई हरेक परिस्थितिमा सम्हाल्नुहुन्छ। यो समयमा हामी ती हरेक व्यक्तिहरूको लागि प्रार्थना गर्न चाहन्छौँ जो यो समयमा पीडामा हुनुहुन्छ, जसले रिजेक्सनलाई फेस गरिराख्नु भएको छ, जसलाई अगाडि बढ्नको लागि एकदमै असमर्थ भएको अनुभव उनीहरूलाई भइरहेको छ। परमेश्वर बुबा, तपाईँ प्रभुले चाहिँ ती हरेकको हातलाई थाम्नुहोस् भनिकन हामी प्रार्थना गर्छौँ ताकि उनीहरूले जीवनमा अगाडि बढ्नको लागि तपाईँ येशूमा शक्ति अनि सामर्थ्य पाउन सकेको होस्। हामी विश्वास गर्छौँ तपाईँ परमेश्वरले यो प्रार्थनालाई सुन्नुभएको छ। यो बिन्तीलाई माग्छौँ येशूको नाममा, आमेन। हामी धन्यवाद दिन्छौँ परमेश्वरलाई ती हरेक परिस्थितिको लागि, किनभने जस्तै परिस्थिति आए तापनि परमेश्वरको प्रेमले हामीलाई अगाडि बढ्नको लागि शक्ति प्रदान गर्दछ। यसैले ती हरेक चुनौतीहरूलाई अवसरमा बदलिएर हामी अगाडि बढौँ अनि परमेश्वरको वचनद्वारा प्रेरणा प्राप्त गरौँ। अद्भुत छ परमेश्वरको वचन। चाहे दुनियाँले हामीलाई इन्कार गरोस् तर परमेश्वरले जहिले पनि हामीलाई स्वीकार्नुहुन्छ। उहाँले हामीलाई कहिले पनि छोड्नुहुन्न अनि हरेक परिस्थितिमा हामीलाई सम्हालेर परमेश्वरले मजबुती प्रदान गर्नुहुन्छ। चाहे सारा दुनियाँले हामीलाई त्यागोस् तर परमेश्वर सधैँ हाम्रो साथमा हुनुहुन्छ। उहाँको प्रेम अनि वचन कहिले पनि बदलिँदैन। आउनुहोस् हामी रिजेक्सनलाई एउटा नयाँ अवसरमा बदलिएर अगाडि बढौँ अनि विश्वास गरौँ। परमेश्वरको महिमामा अगाडि बढ्दै सुन्नुहोस् एउटा सुन्दर म्याशअप स्टुडेन्ट सिङ्गर नथानियल लक्ष्मद्वारा। यो हाम्रो नयाँ सेक्सन युथ अनप्लग्डको पहिलो प्रस्तुति हो।
जहाँ हामी नथानियल जस्तै युवा पिँढीलाई प्लेटफर्म दिन चाहन्छौँ उनीहरूको प्रतिभा प्रदर्शन गर्नको निम्ति। यदि युवा पिँढी गलत इन्फ्लुएन्सेसबाट अलग रहेर परमेश्वरको महिमा गर्छ भने एज अ कम्युनिटी हामी उहाँहरूलाई सपोर्ट गर्न चाहन्छौँ। अति नै असल गायन नथानियल अनि धन्यवाद एसएन लासाङमा अनि अभिनव प्रसादलाई यो सुन्दर भिडियो प्रस्तुतिको लागि। येशू हाम्रो असल मित्र हुन्। जब हामी उहाँलाई आफ्नो जीवनमा स्वीकार गर्छौं हामी कहिले पनि एक्लो हुँदैनौं। परमेश्वर हाम्रो प्रिय मित्र बन्नुहुन्छ। प्रिय अब हजुरहरूबाट बिदा लिने समय आएको छ। हाम्रो सिबिएन इन्डिया युट्युब च्यानललाई लाइक अनि सब्स्क्राइब गर्न नबिर्सनुहोस् ताकि तपाई साथै अरूलाई पनि
यस्तै नै प्रेरणाले भरिएको भिडियोजहरू हामी देखाउन अनि सुनाउन सकौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? के तपाईले पनि कुनै समय रिजेक्सनको सामना गर्नुभएको छ? यदि गर्नुभएको छ भने त्यसलाई तपाईले कसरी समाधान गर्नुभएको छ? आफ्नो अनुभवहरू हामीलाई कमेन्ट सेक्सनमा लेख्नुहोस्। हामी अर्को महिना फेरि पनि भेट्ने नै छौं। तबसम्म आफ्नो ध्यान राख्नुहोस्। हामी सबैलाई परमेश्वरले धेरै आशिष दिउन्।